नमस्ते, मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। आज म होल चिकनको रेसिपी लिएर आएको छु। सबभन्दा पहिला मैले चिकनलाई ग्यासमा सेकेँ। यो चाहिँ स्किन सफा होस् भनेर हो। त्यसपछि मैले सबै सामानहरू रेडी गरेँ। त्यसपछि मैले तेलमा घरमा पिसेर राखेको मसला राखेँ। त्यसपछि नुन राखेँ। त्यसपछि मैले बेसार पनि राखेँ। यसलाई अनि राम्रोसँग ब्रसले मिक्स गरेँ। यतिको भइसकेपछि अब म त्यसलाई चिकनमा सबैतिर लाग्ने गरी ब्रसले लगाउँदैछु। त्यसपछि मैले चिकनको शरीरभित्र मसरुम अनि भान्टा अनि प्याजको पात, ब्रोकाउलीहरूलाई राखेँ। त्यसपछि यो अब रेडी भयो। मैले यसलाई 1 घन्टा जति मेरिनेट हुन दिएँ। त्यसपछि मैले यसलाई सेक्नको लागि यस भाँडामा राखेँ। त्यसपछि यसको टेम्परेचर चाहिँ अलिकति कम गरेर मात्र यसलाई पोल्यो भने मिठो हुन्छ। त्यही भएर मैले यसको टेम्परेचर चाहिँ घटाइराखेको छु। अब मैले 25 मिनटको लागि यसलाई यसभित्र राखेँ। अब यो सेकिनलाई रेडी भइसक्यो। अब यो सकिसकेपछि यो इन्ड भयो। अब हेरौँ, यो हेर्दा त कस्तो राम्रोसँग पाकेको देखियो। अब यसलाई हामीले अचारसँग पनि खान सक्छौँ। अब हामी खाएर यसलाई इन्जोय गर्छौँ।